मैले हिजो नै यो बुकको 50 पेज पढेको थिएँ नि त। त्यसमा चाहिँ के थियो भन्दाखेरि सुरुमा मिश्री रेडियो स्टेसनमा चाहिँ मिश्रीले एउटाको चिठी पढेकी हुन्छन् के। अनि चिठी पढ्दाखेरि चाहिँ मिश्रीले वाचक गरेको हुन्छन्। रेडियोमा काम गर्ने चाहिँ मिश्री हुन्थिन् के। मिश्रीले वाचक गरेको हुन्छन्। ठ्याक्क सुरुमै कुन भाषा हो त्यो त मलाई थाहा छैन, बट यहाँ यस्तो भन्छ के, मेरा मायामा तमी नभया बेकाम, मेरो चाहमा तमी नभया बदनाम, म सुपर्णखा जस्ती प्रेमिका बनुली, त्रेतायुगका जस्ता तमी भया रामा भनेर यसरी भनेको हुन्छ कि प्रेमको केही रूप, रङ, जात, धर्म, देश हुँदैन। प्रेम त आखिर प्रेम नै हो। कै ठोर, कै बल, कै बेला, कै मोड, कै साथ हुँदो छ, त्यो कै नै थाहा हुँदैन। प्रेम त जन्मनु, हुर्कनु र बढ्नु जस्तै हुँदो छ। थाहा नपाई हुँदो छ, चालै नपाई हुँदो छ। प्रेम प्रकृति हो, बिहा संस्कृति हो। जै साथ प्रेम हुँदो छ, तैसित बिहा हुँदैन। यो मैले ल्याङ्ग्वेज चाहिँ ठ्याक्कै कहाँदेखिको, नेपाली नै हो तर कहाँको हो भन्ने मलाई साँच्चीकै आइडिया छैन। जोसँग प्रेम हुन्छ त्योसँग बिहा हुँदैन, जोसँग बिहा हुन्छ त्योसँग प्रेम हुँदैन भनेर यहाँ यसरी भनेको छ कि जैसित अनि प्रकृति र संस्कृति साथै रहन सक्दैन। प्रकृति संस्कृतिको विपरीत हुँदछ। त्यसैले जैकन प्रेम गरिदछ उही साथ टाढा रहनु पर्दछ। जोसँग प्रेम गर्दछ, प्रेम हुन्छ त्योबाट चाहिँ टाढा हुनुपर्छ भनेर भनियो कि जैकन माया गरिँदैन उही साथ जिन्दगी पर्दो छ। जोसँग माया हुँदैन उसँग चाहिँ जिन्दगी काट्नुपर्छ भनेर यसरी भनेको छ। जो आफू साथी हुँदछ उहीको व्यवस्था गरिँदैन। जो आफू साथ हुँदैन उही खै खाँचो हुँदछ। आफूसँग भएको कुराको चाहिँ भ्यालु हुन्न, अनि त्यसपछि आफूसँग नभएको कुरा चाहिँ एकदम प्रिय माया लाउँदो एकदम भ्यालुएबल हुन्छ भनेर भन्यो कि यो सब मनको प्रभाव हो। ज्या हुँदो छ मनैको कारण हुँदछ। जे हुन्छ मनले हुन्छ। मन बच्चो हुँदो छ, मन चाहिँ केटाकेटी हो भनेर। कहिले गाली गर्नु पर्दछ, कहिले पड्काउनु पर्दछ। ज्या छ त्यसैमा सन्तुष्टि रहन सिक्नु पर्दछ। हजुर हार्दिक नमन गर्नु होला म मिश्रीको। बच्चा हुन्छ मन, कहिले गाली गर्नुपर्छ, कहिले सम्झाउनु पर्छ, अनि कहिले चाहिँ ज्या छ त्यसैमा जस्तो छ जे छ त्यसैमा चाहिँ सन्तुष्टि मान्नुपर्छ भनेर त्यसैबाट यहाँबाट सुरु भएको हुन्छ कि। अनि यो सुनिसकेपछि मिश्रीले सुनि नि त, मिश्रीले यो कुरा वाचन गरिराखेकी छिन् नि त। यससँगै चाहिँ अब यहाँ एउटा उसले चाहिँ चिठी लेखेकी हुन्छन् कि, चिठी लेखेकी हुन्छन् एउटा कसलाई लेखेकी हुन्छन् भन्दाखेरि लुसीले आफ्नो जोइलाई चिठी लेखेकी हुन्छन्। के हुन्छन् भन्दाखेरि लुसी पर्खिनु भन्दा नि म सकिला। लुसीले म यस्तो स्टोरी टेलिङ फर्स्ट टाइम गर्दैछु कि त्यही भएर अलिकति उस भइरहेको कि म चाहिँ यस्तो बोल्ने खाले मान्छे त होइन, त्यही भएर फर्स्ट टाइम गर्दैछु नि त अलिकति बिचमा क्रेक अनि के भनौँ जस्तो भयो कि। लुसीले आफ्नो जोइलाई लेखेको प्रेम हुन्छ के हुन्छ। लुसी चाहिँ एउटा फ्यामिलीको केटी हुन्छन्, अनि त्यसपछि उसको चाहिँ खासै कोही हुँदैनन् कि घरमा। आफ्नो आमा बुवा कोही नै हुँदैनन्। अनि ऊ चाहिँ एउटा बिहा भइसकेको केटासँग चाहिँ मतलब लोग्ने मान्छेसँग उसको प्रेम बसेको हुन्छ कि। प्रेम बस्दा फिजिकल हुन्छन्, अनि त्यसपछि उसको पेटमा चाहिँ बच्चा बसेको हुन्छ कि। अनि त्यसपछि बच्चा बस्दाखेरि अरू बेला चाहिँ त्यो एकदम माया गर्नेले सबै कुरा खाना खुवाइदिने, सबै कुरा गर्ने त्यो केटाले घर बुढी छैन, तिमी जस्तो भयो नि तिमी मेरो बुढी नै हो भनेर भनिरहेको हुन्छ कि। त्यसले सुरुमा एकदम आश देखाएको हुन्छ कि उसलाई। अनि ऊ पनि कसैको साथमा भएको केटी, अनि उसले पनि अनि त्यसको कुरामा एकदम भरोसा गर्छ कि पत्याउँछ केटीले जे भए नि। अनि त्यसपछि चाहिँ अब माया बस्दै जाँदाखेरि अब यता आउँदा अब त्यो फिजिकल हुन्छन्। अनि त्यसपछि फिजिकल भएपछि चाहिँ उसको पेटमा बच्चा पनि बसेको हुन्छ कि। अनि बच्चा भन्ने खबर दिँदाखेरि चाहिँ त्यो उसको लुसीको जोइ भनौँ कि, अब ठ्याक्कै नाम मैले बिर्सिसकेँ यार गाइजहरू, अब मैले पछि थाहा पाएँ भने हुन्छ ल। उसले चाहिँ के गर्छ भन्दाखेरि
उसले चाहिँ एकदम सिधै कि आफू उसको चाहिँ अनुहारको रियाक्सनै अर्कै हुन्छ कि वास्तै गर्दैन कि उसले चाहिँ वास्तै गर्दैन अनि त्यसपछि उसले चाहिँ केटीलाई चाहिँ केटीलाई बच्चा फाल्न अराउँछ कि अनि त्यही बारेमा चाहिँ उसले एकदम आफूलाई दुःख लाग्दो एकदम कली लाउँदो कहानी लेखिन् के। पहिला सुरुमा तैँले आफूले दिए जति प्रेम दियौ, आफ्नो घर बुढी बच्चाहरू हुँदाखेरि नि मलाई हेऱ्यौ, मलाई खोज्यौ, तर चाहिने दिन अब जब चाहिँ अब मलाई सबैभन्दा तिम्रो धेरै जरुरत हुन्थ्यो त्यति बेला चाहिँ तिमीले साथ छोड्यौ भन्ने कुरा गरेकी हुन्छन् के। अनि उसले भन्छ तमी कसैको सिन्दुर, कसैको पिता, कसैको पुत्र हौ, तम्रा पनि बाध्यता छन्। उसले चाहिँ बुझ्न खोज्छ के केटाको साइडको, तिमी कसैको पिता श्रीमान हौ, तिम्रो पनि केही बाध्यता छन् होलान् भनेर उसले आफैलाई सम्झाउँछ के। तिमी चाहिँ समाज र नियमहरूले बाध्यका छौ अनि मलाई चाहिँ तिमीले हरेक पल साथ दिन सक्दैनौ भन्ने थाहा थियो, तर कहिले पनि साथ दिँदैनौ। मलाई सधैँ तिमीले साथ दिन सक्दैनौ भन्ने उसलाई केटीलाई थाहा थियो, तर कहिले पनि दिन्नौ भन्ने चाहिँ थाहा थिएन भनेर उसले भन्छ के। तिम्रो आफ्नै बुढी आमा बन्दै भएको भए तिमीले सबै कुरा हेर्थ्यौ, तिमीले सबै कुरा गर्थ्यौ उसको लागि, तर म तिमीले कुनै होइन र कोही होइन भनेर उसले एकदम दुःख पीडा गर्छ कि। यसरी नै त्यो उसले यो मान्छेबाट पाएको धोकाको यस्तो कुरा लेख्छ कि आफ्नो वृत्तान्त सुनाउँछ। अनि यो सकिकन चाहिँ के हुन्छ भन्दाखेरि चेतराज अनि त्यो सकिन्छ के। सकिने बेलामा एक धरको सिन्दुर सकिसकेपछि चाहिँ रेडियोमा नयाँ गीत बज्छ कि, एक धरको सिन्दुर के हो र तँ त पखालिन सक्छौ, चुरा पोते काँचको नहुँ तँ पनि फुट्न सक्छौ, दिन्छु तिमीलाई यो चोखो माया जो सधैँ बाँचिदिन्छ। यसरी यो कहानी सकिन्छ। त्यो रेडियो सुनेर बस्ने मान्छेहरूको चाहिँ सबै आँखाभरि टम्म आँसु भएका हुन्छन्। अनि त्यो रेडियो चाहिँ चेतराजले नै सुनेर बसेको हुन्छ कि। चेतराजले नै सुनेर बसेको, ऊ पनि एकदम उसलाई चाहिँ उसको आफ्नो पर्सनल कहानी याद आउँछ कि। अब त्यसपछि अब कहानी सुरु हुन्छ। चेतराजले आफ्नो कहानी लेखेको हुन्छ। त्यसपछि मिश्रीसँगको उसको कहानी हुँदो रहेछ नि। त्यो चाहिँ चित्राजले सेकेन्ड पेजबाट चाहिँ भन्न थालेको हुन्छ कि चित्राज चाहिँ एउटा आफ्नो बुढी छोरी आमा बुवा सबै भएको मान्छे, अनि मिश्रीको चाहिँ कोही पनि हुँदैनन् के त्यो। अनि त्यसपछि यसरी नै सेकेन्ड स्टेप सुरु हुन्छ। सो मैले यहाँ चित्राज र मिश्रीको चाहिँ एकदम तिनीहरू दुईटा रेडियो स्टेसनमा काम गर्थ्यो नि त, काम गर्दाको बेलाको के। अनि मिश्री पनि एकदम चञ्चले स्वभावकी, चुइङम चपाइराख्ने गर्मीको, अनि त्यसपछि एकदम कालो बडा भएकी, अनि त्यसपछि गोला ठुला चञ्चल आँखा, फक्रिएको मुस्कान, काली बडा अनुहारको चमक अनि दृढ आत्मविश्वासमा देखिन्थिन्। र मिश्री चाहिँ एकदम काम खोज्न गएकी हुन्थिन् कि मिश्री चित्राजको अफिसमा। त्यसपछि चाहिँ तिनीहरू दुईटा एकदम क्लोज हुन्छन्। अनि त्यही म अहिले त्यही पढ्दैछु, त्यही हुँदैछ क्या यहाँ। अनि मिश्रीलाई चाहिँ पाठ्यघरको रोग पनि लागेको हुन्छ बिचमा, तर उनले चाहिँ खासै भन्दिनन्। अनि चित्राजलाई चाहिँ मिश्रीसँग एकदमै लगाव बढिसकेको हुन्छ क्या। अनि मिश्रीको पनि त्यही सेम सिचुएसन हुन्छ कि चित्राजसँग। अनि तिन दुईटा के। अनि मिश्रीले चाहिँ आफ्नो पाठ्यघरको उपचार गर्नलाई चाहिँ पैसा जम्मा गरेर गइरहेकी हुन्छन् कि उहाँ भक्तपुर गएकी हुन्छन्। अनि भक्तपुरमा चाहिँ उनी एउटा डक्टरसँग भेट हुन्छन्। डक्टरले चाहिँ मिश्रीलाई एकदम मन पराउँछ, तर तिनीहरू दुईटा अहिलेसम्म चाहिँ साथी हुन्। तर मिश्रीले चाहिँ चित्राजलाई मन पराउँछन्, त्यति नै थियो। त्यहाँदेखि के थियो म अहिलेसम्म पढेको के, मैले यो बुक सक्छु कि सक्दिनँ हेर्नु है। यत्रो नसक्यो भने मैले तपाईँलाई फेरि पनि मेरो कस्तो लाग्छ रिभ्यू भन्ने छ। थ्याङ्क यू, धन्यवाद।